सबैजनालाई स्वागत छ फेरि आजको नयाँ भिडियोमा है। 2-3 चोटी ट्राई गरेको कस्तो खालको भिडियो बनाऊ भनेर टपिकै पाइन के है। 2-3 वटा भिडियो मैले ट्राई गरेको अनि ती भिडियोहरुलाई चाहिँ मैले डिलिट गरे के मन परेन। सो आफुलाई नै मन परेन। मैले सोचे कस्तो खालको टपिक बनाऊ भनेर मेरो मनमा आइहाल्यो के। एक त धेरै पछि भेट भएको हाम्रो हैन लङ भिडियोमा चाहिँ सर्टमा चाहिँ हेर्नेहरुलाई चाहिँ म बनाइराख्थे है, मतलब अपलोड गरिराख्थे। तर अहिले चाहिँ यो लेभलमा भए पनि अलिकता चाहिँ माथि चाहिँ पुग्छु के। अवश्य थाहा छ, चाहे योतिर होस् चाहे अर्कोतिर होस्, योतिर भएन भने ठीक छ त, एउटै बाटो हुन्छ भन्ने पनि त हुँदैन। सबैको चोइस अलग अलग हुन्छ। मेरो चोइस अलग छ। मलाई जे मन पर्छ म त्यो गर्छु त। एक दिन तपाईहरु लास्ट चोटी सूर्यलाई हेर्नु हुनेछ। एकचोटी भए पनि तपाईहरु आफुलाई मन पर्ने चीज खानु हुनेछ। लास्ट चोटी तपाई आफ्नो मन पर्ने मान्छेसँग बोल्नु हुनेछ। तर तपाईलाई यो थाहा हुने छैन कि त्यो लास्ट दिन थियो भनेर। एक दिन यस्तो पनि आउनेछ कि तपाईको नाम लास्ट चोटी कसैले लिनेछ। एक दिन यस्तो पनि आउनेछ कि तपाईको यादमा कोही पनि रुने छैन र तपाईलाई याद पनि कोही गर्ने छैन। त्यो मान्छे थियो भनेर कुनै कहानीको जसरी नै सम्झिनेछन्। किन यति धेरै सोच्नुहुन्छ कि मान्छेहरु के सोच्ला? अनि तपाईहरुको जन्म यतिकै भएको हैन कि कोही अर्को आएर तपाईहरुलाई भनोस् कि यो गर्नुपर्छ त्यो गर्नुपर्छ नै हैन। आफ्नो लाइफ हो आफै, र आफ्नो मनको कुरा सुन्नुस् है। कसैले कसैको लाइफको लागि कसैले पनि के गर्न सक्दैन। तपाईहरुको लाइफ हो, तपाई गर्नुस्। जे गर्नुहुन्छ तपाई गर्न सक्नुहुन्छ। त्यही भएर आफ्नो जिन्दगी अर्काको लागि नसक्नुस्। कोही अर्को व्यक्तिको बारेमा सोच्दै त्यो लाइफलाई चाहिँ यतिकै नसकाउनुस्। भनिन्छ नि, एउटा चराले कुनै हाँगामा बस्छ भने यो हाँगा भाँचिन्छ भनेर कहिले पनि सोच्दैन के। किनभने त्यसलाई त्यो हाँगाको विश्वास भन्नाले पनि त्यसलाई आफ्नो पखेटामा विश्वास छ कि म यो हाँगा भाँचिए पनि म उड्न सक्छु भनेर ऊ आफूमा विश्वास गरेर बसेको छ। त्यस्तै तपाईहरु पनि आफूमा विश्वास गर्नुस् है। म एकचोटी खसिहाले भने पनि फेरि उठ्न सकूं भनेर आफूमा चाहिँ विश्वास राख्नुस्। एक दिन अवश्य सफल हुनुहुनेछ।